खुकुरीको पीडा अचानोलाई थाहा हुन्छ अरे क्या। यो राष्ट्रको पीडा के हुन्छ भन्ने कुरा विदेशमा गएका नेपालीलाई सोध्नुपर्छ। नेपालमा यस आराम गरेका छन्, क्यारम बोर्ड खेलेका छन्, पार्टीको कार्यकर्ता भने पैसा आइहाल्छ सर्ट पारेर, आज आन्दोलनमा जाउँ 1000 रुपियाँ लिएर जाउँ भनेर तेल हालिहाल्छन् बाइकमा। अनि कसरी पीडा थाहा हुन्छ? एकपटक विदेश जानुस् त। एयरपोर्टबाट सुरु हुन्छ नेपाली भएकै कारणले गर्दा तपाईलाई गर्नुपर्ने घृणा एयरपोर्टबाटै सुरु हुन्छ। तपाईलाई नेपाली भएकै कारणले गर्दा तपाईलाई दास बनाइन्छ। एउटा एयरपोर्टमा जानुभयो भने नेपालीलाई एउटा लाइनमा लगाउँछ, विदेशीलाई अर्को लाइनमा लगाउँछ। नेपालीलाई अरू कहीँ जानु पर्दैन, यही नेपाल र भारतको बोर्डरमा गएर हेर्नुहोस्, चाइना र नेपालको बोर्डरमा गएर हेर्नुहोस्। यहाँ तपाईँ कति अरबपति हो, कति ठुलो मान्छे हो, कति तपाईँ विद्वान हो, त्यसको कुनै महत्त्व रहँदैन। जब तपाईँ जानुहुन्छ तपाईँको परिचय एउटा मात्रै रहन्छ, त्यो नेपाली।